हेलो नमस्ते सबैजनालाई वेलकम टु पेम्बु ब्लग। आज पनि म तपाईँको सामु नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला हैन। म चाहिँ अब किचनतिर पसेँ भर्खर ड्युटीबाट आएर। आज हाम्रो नेपालीहरूको विजय दशमीको 10औं दिन हो। आज टीका पनि हो नेपालमा। हाम्रो चाहिँ यता केही व्यवस्था छैन। आज चाहिँ यसो मासु बनाएर खाम भनेर चाहिँ म अब किचनतिर कुकिङ गर्नतिर लागेँ। म तपाईहरुलाई आजको कुकिङको पुरै भिडियो देखाउनेछु। है साथीहरु, आज चाहिँ हाम्रो कुकिङ चाहिँ बफको हुनेछ हैन। बफको सुकुटी बनाएर खाने। बफेलो भैँसीको मासु, रागोको मासु हो, खोइ के थाहा छैन। अनि आज चाहिँ यसलाई सुकुटी बनाएर खाने भनेछ। अनि भाइले सुकुटी बनाउन चाहिँ हल्का बफेको हुनुपर्छ हैन। बोइल हुँदै गर्छ। म चाहिँ लसुनहरु केलाउँछु हैन। प्याजहरु काटेर राख्नुपर्छ। राखेर चाहिँ पकाउनतिर लाग्छु। आज म एक्लै भएर अलिक गाह्रो भइरहेको छ। भाइ बाबालाई हेल्प पनि गरिदियो होला। भाइलाई एकैचोटि खाने बेलामा उठाउनुपर्छ। गाह्रो छ साथी परदेशी जिन्दगी। अब नेपाल हुँदाखेरि अब बाबुआमाले बाबा मम्मीले पकाएर खानु पर्छ। विदेश आएपछि पुरै आफू है। गाह्रो छ नि यो यहाँ विदेशमा। केही लाग्दैन भाइ। मैले चाहिँ अब प्याज काटेर ल्याएँ। आजको भाइ झन् टिका बोक्न नपाएर नरुम भनेको प्याजबाट त्यो पानी भित्र गएर आँसु झर्न लागिसक्यो। प्याज काट्न पर्छ। हाम्रो बफ चाहिँ यो बोइल भएर दामी बोइल भइरहेछ। अब यो चाहिँ अब भयो। ग्यास मारेर पानी फालेर एकछिन सेलाउनु पर्छ यसलाई। बोइल भएर नि रेडी भयो बफ। म चाहिँ यसलाई सानो पिस गराउँछु। तातो रहेछ नि। हाफ चाहिँ काटेर नि ल्यायो। मजाले भुट्नुपर्छ। सुकुटीलाई चाहिँ भुटेर बनाउने हो। अब आफूलाई चाहिने तेल हाल्ने। फ्राई गर्नलाई धेरै तेल चाहिन्छ। अब पार्न लाग्यो अवस्था छ। अब चाहिँ अब रातो भयो सुकुटी। अब अघि काटेको लसुन र एकछिन लसुन भुट्न पर्छ होइन। लसुन प्याज हाल्नुपर्छ अलिअलि। हरियो खोर्सानी पनि चलाइदिउँ। अब माथिबाट थोरै बेसार हाल्नु। सुकुटीको लागि त धेरै बेसार चाहिँदैन नि त। ठिक्क हाल्नु। नुन हाल्नु थोरै।
साथीहरुमा चाहिँ हल्का टमाटर नि हाल्यो हैन अब यसलाई मजाले भुट्नुपर्छ दुईजनाले खाने हो यो भन्दा धेरै खान सकिन्न दुईजनाले भोलिको लागि नि राखेको छु अलिकति साथीहरु है मेरो सुकुटी चाहिँ रेडी भयो अब यो खानुभन्दा पहिला म सलाद काट्छु सलाद मजाले दबाउनुपर्छ अब यो सलाद चाहिँ मजाले काट्नुपर्छ या हाम्रो सलाद चाहिँ रेडी हुँदैछ यो चाहिँ निम्बु है यो चाहिँ प्याज फाइनली गाइस मेरो चाहिँ सलाद नि अब रेडी भयो अब हामी चाहिँ खानेतर्फ लाग्छौँ है भाइ आउँदैछ ल ल ल ल ल ल आजको स्पेसल भाइ कता हो तिमी यार यसरी हराउने ल हामी चाहिँ अब सुरु गर्नेछौँ हैन तपाईहरुलाई चिसो खाने अब यताहरु पाउँदैन फेरि यही खाएर चित्त बुझाउने त हो त्यस गर्ने कि हामी पनि त्यस खाइदिउँ है त सुखाऊ है त ल्याम्मै पारेर कस्तो छ सलाद थाल्छ खाऊ म तिमीलाई प्र्याङ्क गर्ने भन्थ्यो यस्तो एकैचोटि गरेर मिलेन मिलाएर कस्तो लाग्यो त भाइ आजको एकदम स्पेसल हो बङ्गुरको मासु पाउँदैन भाइ त के गर्नु हो हैन सक्यो अब लास्ट साथीहरु आज हाम्रो कुकिङमा चाहिँ बपेलो थियो स्पेसल भयो हैन आजको दसैँ टिका मनाइयो भनौँ अरू के भन्नु छ भाइ ल दाइले बनाएको यो बफेट चाहिँ एकदम स्पेसल भयो हैन दसैँ पनि दियोस् दुःख सुख परदेशमा मनाइयो हैन टिका लगाउने त हाम्रो प्लानै भएन कि पहिलादेखि है अलि नयाँ नयाँ भयो त्यसै कुनै दिन मनाउँदा नि त टिका दाइको युट्युब च्यानल हो हैन सबैजनाले हेरेर यसो छोटो मिठो अब लामो बनाउने कुनै समयपछि आउला अब सब्स्क्राइब गरिदिनु होला हाम्रो अन्तिम पुग्यो है सक्यो हाम्रो ऊ पनि अब भिडियो हजुरहरूलाई कस्तो लाग्यो हैन अब मन पर्यो भने सब्स्क्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला भन्दै बिदा भएँ।